नमस्ते जोरले सबैजनालाई स्वागत छ नयाँ दिनको नयाँ ब्लगमा। आज चाहिँ म घाँस काट्न आएको है साथीहरू। आज मेरो दोस्रो दिन घाँस काट्न आएको, दोस्रो होइन तेस्रो दिन। बल्ल घाम लाग्न थालिरह, कुहिरोले सबै ढाकेको थियो क्या अहिलेसम्म। चाहिँ घाँस काटेर सर्लक काटेर भ्याएँ होइन, 4 मुठा मात्र काटेको छ। अहिले दिदीले काट्नुहुन्छ अनि पुसाइदियो, फेरि डबडबै घाँस झराल्नु भयो, झरालेर बुटल्दै हुनुहुन्छ। अब त्यसपछि म घर जान्छु अनि घर गएर चाहिँ भाइलाई लिन जाने हो साथीहरू तानसेनतिर। आज चाहिँ हाम्रो धान ठटाउने हो कि बोकेर। आजको ब्लग चाहिँ एकदम रमाइलो हुनेवाला छ साथीहरू। अहिले चाहिँ एकदम दुःख भइरहेको कि किन भन्दाखेरि बजेको खुट्टा पनि फ्र्याक्चर भएको थियो। अब लगभग 1 हप्ता जति छ होला फुकाउनको लागि। फेरि आन्टीको खुट्टा फ्र्याक्चर भयो, फेरि 6 हप्ता आन्टी बस्नुपर्ने भयो रेस्टमा। त्यही भएर म चाहिँ घाँस काट्न आएको। रेस्ट त भन्ने मात्र हो के अरे, घर चाहिँ काम गरिरहनु भएको, के गर्ने, घरमा कोही पनि छैनन्। ल साथीहरू म चाहिँ भारी बोकेर घरतिर हिँडिरहेको। त्यसै भाइ चाहिँ डुब्दै आइसक्यो गरे। भाइलाई लिन तानसेनसम्म जानु पर्यो। आज चाहिँ धान ठटाएर भ्याएर होइन, आज भन्दा पनि भोलि बिहान 2 बजीतिर चाहिँ हामी पोखरा घुम्न गइन्छ साथीहरू। 1 दिनको टुर। बाख्री घाँस जति भुइँमा हाम्रो बाख्रीहरू हेर्नुहोस्। ल साथीहरू म चाहिँ घर आइपुगेँ, घाँस पिसाएँ। हाम्रो आन्टी पनि यस्तो हुनुभयो। ट्याक बजाइरहनु नमस्ते। भन्दैन कि के भने दिदी गाली त गर्नु पर्यो नि, गल्ती भएपछि। ल त गाइज अब चाहिँ तानसेन जानु पर्यो होइन। हिजो दरुङ्गा गएको थिएँ होइन। दरुङ्गा सधैँ जाने कुरो भयो के होइन। कपाल काट्न जाँदाखेरि चार्जर बोकेर गएको थिएँ। अनि चार्जर चाहिँ दोकानमै छोडेर आएछु क्या। अनि चार्ज अहिले मोबाइलमा 10% भन्दा पनि कम छ साथीहरू। म चाहिँ अब सिधै भाइलाई लिएर आउँछु अनि भाइलाई लिएर आएपछि भेट्छु है त। ल गाइज कपाल काट्यो होइन, कपाल काट्यो, लुगा किन्यो, ज्याकेट पनि किन्यो। च्याक्क घर आइयो होइन। अहिले चाहिँ भिडियो गराउँदा अफ भएको थियो, चार्जर दरुङ्गा छोडेको थियो कि। अनि त्यसपछि यहाँ अब भर्खर घर आएर अब खाना खानु पऱ्यो। पहिला बजाइले लसुन खोक्नु भयो अहिले खेत्रालाई खानाको लागि। ल यहाँ हिमाल छन्, उता भेना हुनुहुन्छ, धान झाटिरहनु भएको च्याट्टे लाएर। ल है त गाई यहाँ चाहिँ माम पाकिरह है त उतातिर। यहाँ क्या पानी मार्क्स लाग्यो यसरी होइन। किन भन्दाखेरि मलाई खासै चिसो सन्चो भएन, रुगा लगाइरह खोकी लगाइरह। त्यही भएर त्यो विन्ड सिटर लाउनु पऱ्यो। हाफ टी सर्ट भएर चिलायो, डोलोले पनि फटाएको पनि छैन, त्यसै चिलाइसक्यो अहिले नै। ल गाइज के छ हालखबर? मेरो त ठिकै छ होइन। यहाँ चाहिँ हाम्रो चिकाउने कार्यक्रम भयो खेत्राहरूको लागि टक्क। अब चाहिँ एक खेपको ठटाउनु बाँकी छ। 9 जना होइन खेत्रा, 9 जना खेत्रा। अब एक खेप ठटाउनु छ। मैले बोक्न सक्ने हो कसम बोक्थेँ, परेन बोक्नै परेन। ठटाउँछ नि, ठटाएको भिडियो गराउनु। अस्ति नै गराइसके बोकेको त त्यो लोटेको के गराएको नि, हात काट्यो भन्दै। अस्तिको हात त सन्चो भयो क्या यार। यहाँ यस्तो छ सन्चो भयो। ल त अब चाहिँ यहाँ च्याम ठटाउनु पर्यो अब हामीले। गीत बजाउनु मन त्यो वाला हो क्या।
है ल त गाइज हामी चाहिँ यहाँ धान फटाइरहेको है ल ल हेर्नुहोस् यहाँ माहौल कस्तो हिमाललाई दिएको यहाँ खै यसो फर्क खतरा खतरा छु अस्ति मैले लगाएको वाला हो क्या ल ठटा ठटा त झाँटेर टक्क भ्याइयो रित्तियो सबै यतातिर टकटकाइरहनु भएको हो यसलाई चाहिँ बुटलेर राख्ने हो दाइ खेल्ने हिमाल पुल्टुक मार खेल्ने हो यता जेवाहरूले राख्नु भएको बाजेले ल ल त गाइज यहाँ चाहिँ अब हम्किने काम भइरह च्याप्टु चुप्टी फाल्ने ल ए हिमाल फाल्देऊ 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 के फालेको यस्तो हिमाल म दाइ बसायो ल यस जस्तो हालिदिनुहुन्छ क्या म दाइले हिमालले विचार गर्यो अनि यहाँ जेबाले पाको तरिका फाल्नुहुन्छ अरे हिमाल अब पाको भयो भने एउटा न एउटा खोटबटाइ हाल्ने कि हिमाल अनि हिमाल एउटा न एउटा खोट बटाइदिने कि ल पर्फेक्ट हान्नु नि हान्नु त बाजे ल यही त गरेको नि होइन ल फेरि एकचोटि तिम्रो पालो सिधा म त्यहीँ झारिदिन्छु बिचमा मेरो देब्रे हो नि त देब्रे उड्छ मेरो त भएन हिमाल मेरो मार्क्स चाहिँ यस्तो भयो भित्र भए खै हिमाल तिम्रो देखाइदियो त मार्क्स मेरो मार्क्स हेरेर लगाइदिएर यस्तो हुन्छ दान मेरो त सफै छ अलिकति हल्का फोरो भइसकेछ होइन बाहिर भयो यार मेरो त लास्टै फोरो त आउन नि माउलु बजेलाई भेट्न आउनु आउ खै माउलु बजे नमस्ते गर ल नमस्ते अरू सबैलाई नमस्ते गर्दैन ऊ बजेलाई आएको बजाइलाई ल उता घरको बजाइलाई पनि गर न अब चले देखिरहेको भन न घरको बजाइलाई नगर्ने सबै आँखा चिलाएको आँखा चिलायो हेर्नु त वर्षभरिको मेहनत चाहिँ यति मात्र है त यस्तो कति बोराएको त्यही भएर दुःख गर्न मन लाग्दैन मलाई सामसाङ योलाई बोकेर माथि हिँड्नेछौँ माथितिर स्याहार्नको लागि यहाँ माथि राख्ने हो त्यही त के भन्नु यहाँ खान नआएर घरि बस न ल त्यसो सिटी बोरे घर ल उयो माथि राख्ने हाम्रो लगायत खानासाना खाइयो होइन नुहाइ धुवाइ भयो होइन चट्ट परेर हामी चाहिँ निक्लेर बसिसक्यौँ टुरको लागि भनेर पोखरा जाने साथीहरू आज म हजुरलाई नै बिहान भनिसकेको थिएँ होइन चट्ट यो बौलाले रातभरि बस्ने अनि बिहान उठेर जाने भनेर आफै सुतिरहेको गालामा तास ल्याएन हिमालसँग मलाई लेक्चर हान्दैन तिनको त्यही भएर भिडियो खिच्न मिलेन साथीहरू रिसा खाने एकदम जाममा अब भन्दाखेरि मान्दैनन् छिटो निक्ल्यो ओ ल हामी चाहिँ अब यहाँबाट चट्ट हिँडेको भन साथीहरू अनि त्यसपछि म अहिले एकछिन पछि भेट्छु है हजुरलाई टाइम पास गर्न तास खेलौँ भनेर आफै जोस्छ लास्टमा आफै सुत्दिरहेको
ल है त गाइज हामी चाहिँ आज सुत्दैन होइन किन सुत्दैन भन्दाखेरि जानको लागि सुत्दैन के सुत्ने भनेर यसो रमाइलो गरौँ तास खेल्दै बसौँ भनेको हिमाल भाइले धोका दिइहाले अब चाहिँ हामी जुत्ता पल्काउँदैछौँ साथीहरू अब चाहिँ हामी हिँड्छौँ होइन पुलिस टक्क जुत्तालाई ब्रस हानेपछि यस्तरी पुस्तिने भने चाहिँ टलिक्क टल्किन्छ क्या होइन तपाईँको त्यहाँ धुलो लरक्क लिर्किन्छ माहा लिर्के जस्तो त्यहाँ धुलो त त्यहाँ सम्झिने पानी छम्किने जस्तो हुन्छ यस्तो खोकिला साथीहरू अब यो चाहिँ रमाइलो गर्नु पर्यो दुःख गरेको यसो होइन ल त गाइज अब एकछिनमा हिँडिन्छ हामी अहिले एकछिनमा भेट्छु है त हजुरहरूलाई मासतिर पोखरातिर पुगेपछि सबै मान्छेहरूलाई देखाउँछु ल साथीहरू हेर्दै गर्नु होला है त मेरो ब्लग छान चाहिँ निक्लियौँ घरदेखि चाहिँ होइन मादल देखाइदियो है ल आज चाहिँ यो मादल बज्यो भने चाहिँ म हजुरहरूलाई यो मादल बजाएको बसमा रमाइलो गरेको देखाउनेछु साथीहरू भिडियोलाई अन्त्यसम्म हेर्नु होला साथीहरू मान्छे पनि कालो ज्याकेट पनि कालो टी सर्ट पनि कालो प्यान्ट पनि कालो जुत्ता पनि कालो सबै कालो कपडा लाएर हिँड्नेछु है त म चाहिँ बाटो चाहिँ कता कालो ल हामी चाहिँ माथि आइपुग्यो होइन अब यहाँ सुसु हान्नुपर्छ सुसु हानेर चाहिँ उता मान्छेहरूतिर जानुपर्छ है त ल गाइज हामी चाहिँ यहाँ यस्तरी कुरेर बसेछौँ सबै अँधेरो देखियो केही देखेन हेर्नु यहाँ सबै कुरेर बसेछन् थमन दाई त सुत्दै खान् यार कस्तो मौका फोन गरेको म त बाइकमा छु गरे मान्छे सान्छे कोही पनि यहाँ छैन होला के गर्न आउने छिटो भन्नु भयो कहिले मैले फोन गरेँ ए सुत्दै हुनुहुन्छ ल ग्याङहरू जति सबै छ यहाँ होइन भैली ग्याङ भैली खेलेका मान्छेहरू हजुर ए सेना बलिराजाका योद्धाहरू सेनाहरू हामी सबै छौँ यहाँ ल साथीहरू रमाइलो छ चलपल होला जस्तो छ होइन के होला जस्तो छ अब यहाँ बाटोतिर पुगेपछि थाहा हुन्छ होइन ज्वाइँ सर होला एकचोटि मादल बजाइदिनु ल निरज सर हेल्प गरिदिनु हाम्रो यहाँ ज्वाइँ सर निरज सर हाम्रो पुसाइ यतातिर सबैको इन्टरभ्यू नलिगौँ अहिलेलाई चाहिँ सबैजना सुनिरहने यहाँ हामी चाहिँ चिलमा छौँ चिलमा ल गाइज हेर्नु हिमाल कस्तो देख्यो दामी देख्यो नि आम्बो हेर्नु लास्ट बबल देख्यो है अहिले नास्ता खान झर्यो बिहानमा त्यहाँ अँधेरो थियो भिडियो गर्दा त्यतिको भयो अहिले चाहिँ यहाँ पिसाब फेर्नको लागि ब्रेक थियो पिसाब ब्रेक अनि अन्त्यसम्म भिडियो हेर्नुभएकोमा हजुरलाई धन्यवाद भन्दै आजको लागि चाहिँ भिडियो यति नै नेक्स्ट ब्लगमा चाहिँ पोखराको टुर हुनेछ साथीहरू ब्लगलाई लाइक कमेन्ट गर्नु नबिर्सिनु होला हिमाल यस्तो देख्यो ल रामो ल यतातिर यस्तो देखेको छ होइन हामी चाहिँ पोखरा फेवातालमा आइसकेको छौँ साथीहरू होइन